नयाँ फेदीमा छु हैन फोटो खिच्नलाई यसको टक्कसँगले यतापट्टि अङ्कलहरू जानु भइसक्यो अनि हामी चाहिँ चटपट खाएर एकछिनपछि हिँड्न लागेको ट्याक्कसँगले आइफोनबाट फोटो ट्याम्पेको सुट ट्याम्पे भाइ 0.5 मा ल ल भयो वाह ल सो गाइस अहिले चाहिँ हामी आइसकेको छु फेदीको पुलमाथि है तलबाट चाहिँ जाउँ भनेको लास्टै पानी धेरै रहेछ क्या अनि त्यही भएर चाहिँ हामी यहाँबाट जानु लाग्यो होस् दामी फोटोसुट भएर आज चाहिँ आइफोन पाखा केटाहरूले वाह अनि यहाँ आउनु न ल बब्बाल सो गाइस अहिले चाहिँ हामी आइसकेको छु आधी घन्टा हिँडेपछि बल्ल आइपुग्यो है लास्ट पनि भइरहेछ ओ माई गड ल यता चाहिँ फोटोसुट भएर आयो त अङ्कल यता सोए ल त्यहाँनिर पानी खाने ठाउँ छ क्या ठ्याक्कै यहाँनिर अनि पानी खाएर अहिले चाहिँ हामी हिँडिसकेको छु फेरि यो बाटो यस्तरी गएर अनि यताबाट उकालो छ क्या उकालो टाइपको त्यहाँनिर ठ्याक्कै त्यहाँदेखि उता गएर त्यहीँ भेटौँ न तपाईँहरूलाई ल आइफोनले चाहिँ मस्त फोटोसुट हुँदैछ यहाँनिर दामी अहिले चाहिँ हामी अझै यहाँदेखि लगभग 5 किलोमिटर हिँड्नुपर्छ होला यही बाटो है तपाईँहरू चाहिँ एकदम भिडियो हेर्दै गर्नु होला कस्तो आयो फोटो ब्लगमा फेरिमा ल ल ल ल भ्यालो खोलामा जसले पुर्याउँछ त्यसलाई पुरस्कार लु त्यही झर यति ल ल ल ल ए रकेट कसैको पुगेर गाइस अहिले चाहिँ हामी सन्टार कि यो भाल्टार भन्ने ठाउँमा आइसक्यो अगाडि दुईजना टक्कसँगले फोटो खिच्दैछ फोटो खिचेर एडिट गर्दैछ टक्क अब अफलाइन एडिट ल खतरा छ नि त ओ यता कता काफल काफल के पो पाक्छ यता साइडमा यता होइन के अरे अझै उता के अरे दामी पाक्छ नि त फेरि एकदम के ऐसेलु अस्ति नै आउँदा चाहिँ खाएर गएको हामीले योचोटि अब के हुन्छ यहाँ चाहिँ फलाएर ल बोर्ड चाहिँ यो ऐसेलुको ट्याक्कसँगले अनि त्यही अब आज गएर मस्त रमाइलो गर्नु पर्यो राति भोलि फेरि बिहानै 4 बजे हिँडिन्छ ट्याक हामी चाहिँ अझै यहाँदेखिको यो पार्ट देखेको तपाईँहरूले देख्नुभएको यो पार्ट फुत्तै गर्नुपर्छ अझै लाग्छ हामीलाई अझै 7 बज्छ होला अगाडि टक्कसँग ल अहिले चाहिँ गाई चाहिँ हामी यहाँनिर ट्याक्कसँगले सन्टारको उकालो चढ्दैछु अब चाहिँ सन्टारलाई अब भोलि बिहान भेटौँला एकचोटि 7 बजेतिर हामी आइपुग्छ होला मेरो विचारमा है त ल यतातिरको चाहिँ एकदम लभली यतातिरको चाहिँ अरूभन्दा विकास नभए पनि बस्न चाहिँ एकदम दामी ठाउँ हो क्या फेरि उडान त यसको ट्याम्पे उडा त यसको फेरि यहाँनिर के अरे युट्युब फ्यामिलीलाई पत्ताको फेरि ल बच्चाको खेलेको चाहिँ अलिअलि याद छ हामीलाई मलाई त त्यही पनि अहिले पनि आउँदैन यसलाई चाहिँ ल ल ल खोइ त वाह खोइ त नअलिकन गएर एक ठाउँ बसेर थुक्क ओ माई गड ल लभली हो त भोलि भेटौँला एउटालाई बाई बाई ल यहाँ पनि अर्को आयो ल गाइस त्यही यो ठाउँ चाहिँ म प्रायः जस्तो धेरै घुमेँ उता वहाँनिर डाँडा ठ्याक्कै यो डाँडा कटेर पनि गयो हामी यतापट्टि अङ्कल अनि स्वयं म है ल तपाईँहरूलाई एकचोटि अब बरपिपल डाँडामा गएर भेटौँ ल अब उकालो चढ्नुपर्ने अप्ठ्यारो बाटो छ ल अहिले चाहिँ हामी बरपिपल आइसकेको छु ल